नमस्कार। हाम्रो अपी हिमाल गाउँपालिकाले यो चालु आर्थिक वर्षमा पनि अपी हिमाल गाउँपालिकाभित्र छरिएर रहेका सम्पूर्ण टोल बस्तीमा रहेका आम उपभोक्ताहरूलाई बस्ती स्तरमै गएर गाउँपालिका र गाउँपालिका मार्फतका शाखा उपशाखा इकाइ वडा कार्यालयहरूबाट प्रभाव हुने सेवाहरू बस्ती स्तरमै गएर प्रदान गर्नको निमित्त एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो, जुन हामीले 3 गते चैत्रको 3 गते मात्रै अपी हिमाल गाउँपालिकाको जुन नङ्गमाथि मासु छैन, छेत्तीमाथि गाउँ छैन भन्ने अन्तिम गाउँ छेत्तीबाट यो शिविर सञ्चालन गरेको थियो, उद्घाटन गरेको थियो। गाउँपालिका अध्यक्षज्यूको अध्यक्षतामा उद्घाटन गरेको थियो। हाम्रो पहिलो दिन 135 जना सेवाग्राहीहरू आएका थिए र 135 जना सेवाग्राहीहरूले सेवा लिएका थिए। विभिन्न सेवाहरू, स्वास्थ्य सेवा, कृषिबाट बिउ बिजनहरू, त्यसैगरी पशु पालन गर्ने कृषकहरूले पनि पशुहरूको लागि औषधिहरू लिनुभएको थियो भने आयुर्वेदतर्फ पनि विभिन्न किसिमका आयुर्वेद औषधिहरू उहाँहरूले प्राप्त गर्नुभएको थियो भने आज अहिले हामी बिहान 8:30 बजेदेखि अपी हिमाल गाउँपालिकाको पाथा र कसौती बस्तीको लागि हामीले पाथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा यो शिविर सञ्चालन गरेको छ। अहिलेसम्म हाम्रो जम्मा 86 जना सेवाग्राहीहरू यहाँ अहिलेसम्म यो 10 बजेसम्म यहाँ सेवा लिनको लागि लाइनबद्ध भएर यहाँ बसेका छन्। एकदमै राम्रो भएको छ, प्रभावकारी भएको छ। सेवाग्राहीहरू एकदमै सन्तुष्ट छन्। अझ यसो कार्यक्रम चलिरहोस्, वृद्धले सुविधा पाउन् जस्तो लाग्छ। उहाँहरूले औषधि लिने मान्छेले औषधि लिइरहेको छ भने कुनै कुराहरूको जानकारी लिने मान्छेले जानकारी पनि लिइराखेका छन्। शाखा प्रमुखज्यूहरू हुनुहुन्छ, हाम्रो अपी हिमाल गाउँपालिकाकै अभिभावक हाम्रो अध्यक्षज्यू पनि हुनुहुन्छ। उहाँले पनि धेरै कुराहरू उहाँहरूलाई उक्ताहरूको मनमा उब्जेको जुन प्रश्न छ, जिज्ञासा छ, सुझाव छ, त्यसलाई उहाँले सम्झाउने कार्य पनि गर्नुभएको छ। एकदमै राम्रो भएको छ। यहाँ हामी 12 बजेसम्म बस्छौँ र 1-2 बजेदेखि हामी हाम्रो 3 नम्बर वडा कार्यालयबाट यो शिविर सञ्चालन गर्नेछौँ। धन्यवाद। हाम्रो 3 नम्बर वार्डको आज पाथामा यो शिविर सञ्चालन के भन्यो ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र स्वास्थ्य शिविर सबै खुसी छन्। सबै राम्रै सरसल्लाह, राम्रो आफ्नो किसिमको एउटा प्रेम भाव ले कुराकानी भइरहेछ। राम्रै छ भनौँ, खुसी छन् सबै। धन्यवाद। तुमले बर्ख यो खुवाइदिनु, हामी छोटाबाट बढाइदिया, हामी यहाँ लिगुङ लाएर पुग्ला। घरैमा स्वास्थ्यको लाभ पाएर के भन्यो, हाम्रो सानो भए पनि ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम पाएर सबै खुसी भएको, सबैको मन खुसी भएको लागिरहेछ। ठिक छ, बढिया लाग्यो। सरकारले सहायता नगरेको भन्ने कुरो कुनैमा पनि, केही काममा पनि सरकारले सहायता गरेकै छ। नत्र अगाडिको हेरौँ भने हाम्रो बुबाजेको दिनमा उमेर मर्ने उमेर नपुगे नै मर्थ्या। हेर अहिले सरकारले के सुविस्ता गरिरहेछ गाउँपालिकाद्वारा। यी सबै सरकार है त हुन्। यसमा जय हो सरकारको भन्छु म। अब के भन्नान्, बुढा मान्छे ठिकै भन्नान्, ठिकै भन्नान्। सब बाँचेर हो, अझैलाई बाँचेर हो, अझैलाई यसो भेटघाट हो भन्ने ऊ छ सबैको। यो सब एकदम बुढा मान्छे खुसी छन्, खुसी छन् सबै। अनि यहाँ चाहिँ पिसाबमा प्रोटिन देखिएको, किडनी सम्बन्धी समस्या, तल्लो पेट दुख्ने, त्यही समस्या बढी छ। ठुलो समस्या त अब उता गएर थाहा हुने। यहाँ चाहिँ पिसाबमा प्रोटिनको मात्रा कति छ भन्ने चाहिँ एक मात्रा हुने हो। प्रोटिनको मात्रा चाहिँ 3-4 जनामा चाहिँ अलि धेरै नै छ, अरूमा चाहिँ थोरै छ। पिसाबमा प्रोटिनको समस्या बढी छ, सुगरको समस्या देखिएको छैन अहिलेसम्म। घरैमा बसेर उपचार भन्नाले चाहिँ पिसाबमा समस्या देख्यो भने सबभन्दा धेरै चाहिँ हामीले पानी खाने हो। पानीबाट नै यसको उपचार हुन्छ। अनि औषधि पाइन्छ। औषधि भन्दा पनि पानी खाँदा पनि राम्रो हुन्छ। ल धन्यवाद।
के छ सहभागिता उत्साहजनक छ कस्तो छ? सहभागिता उत्साहजनक छ। अहिलेसम्म हाम्रो यो मूल दर्तामा स्वास्थ्य सेवा लिनको लागि जम्मा 70 जना मान्छेहरू आउनु भएको छ। यो केन्द्रमा अहिले कति छन् आज बिहान? यही केन्द्रको कुरा गर्दैछु। हाम्रो स्वास्थ्य सेवा लिनको लागि मात्रै 70 जना आउनु भएको छ अहिलेसम्म। टोटल कुरा क्षति गान्जिर गरेर त राजेन्द्र सरलाई थाहा हुने त्यहाँ। यहाँ प्रेसरको तपाईले प्रेसरको चेक जाँच गर्नुहुन्छ हैन? कतिको छ यहाँ के छ रेकर्ड चाहिँ कतिको छ? हाई प्रेसरको समस्या चाहिँ यति 70 जना गर्दाखेरि लगभग 15-20 जना जतिमा चाहिँ हाई ब्लड प्रेसर आएको छ। समस्या हो ठुलै समस्या हो कि सामान्य समस्या हो? ठुलै समस्या अहिले हामीलाई गाउँघरमा देखिएकै भनेको एनसिडी यो नन कम्युनिकेबल डिजिजको ब्लड प्रेसर भयो, सुगर भयो, अनि यो किडनी सम्बन्धी समस्या, युरिनमा समस्याहरू म्याक्सिमम देखिएको छ। त्यसलाई कम गर्न अथवा न्यूनीकरण गर्ने के उपाय छन् त्यस्तो गर्ने? त्यसलाई न्यूनीकरण गर्ने भनेको सबभन्दा हाम्रो लाइफस्टाइल चेन्ज गर्ने हो। जीवन जिउने शैली, कसरतहरू भयो, खानपिनमा हामीले जस्तो पहिलाको मान्छेहरू आफ्नै बारीमा उब्जाउ गरेको खानपिनहरू खान्थे आफैले, अनि गाई भैँसीहरू पाल्थे, भनौँ न सबै कुरा आफ्नै घरको खान्थे, साग तरकारीहरू। र अहिले आफ्नो बारीको भन्दा पनि विषादी मिसिएको साग तरकारीहरू भयो र अनि आराम गर्ने बानीहरू भयो। यसले गर्दा ओभरवेटको समस्या पनि धेरै छ। त्यही भएर वेट कन्ट्रोल गर्ने, खानपिनमा ध्यान दिने, स्वास्थ्य जीवनशैली अपनाउने भने यो रोगलाई अलिअलि कम गर्न सकिन्छ। रोगभन्दा पनि यो अवस्थालाई अहिले यो हजुर भन्नु सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू सर। यो हाम्रो पाथा गाउँमा चाहिँ ज्येष्ठ नागरिक सङ्ख्या पनि बढिरहेछ अन्तको भन्दा, अनि सबैभन्दा बढी चाहिँ हात खुट्टा दुख्ने समस्या र प्रेसरको हात खुट्टा दुख्नेहरू चाहिँ समस्याहरू चाहिँ बढेछ र प्रेसरको समस्याहरू चाहिँ धेरै लिइरहेछन्। धेरै ठुलो समस्याको बिराम चाहिँ नै? धेरै ठुलोको त छैनन्, 1-2 जनाहरूमा पनि हामीले पेसाबमा समस्या देखेका छौँ। अब तिनीहरूको चाहिँ पानी कम खाएर हो कि पेसाबमा प्रोटिन जाने, किडनीमा समस्या हो, त्यो चाहिँ फर्दर इन्भेस्टिगेसन गर्नु। सेवा प्रवाहमा विशेष गरेर हाम्रो सेवाग्राही कस्तो खालको सेवाग्राहीहरू बढी आए, यहाँबाट चाहिँ के सेवा प्रवाह भयो आजसम्म भनिदिनुहोस्। धन्यवाद प्रश्नको लागि हजुरलाई। अब यसमा चाहिँ हाम्रो विशेष त 3 नम्बरमा बढी केस आएको भनेको रातो पिसाबहरूको, त्यसपछि जुकाको इन्टरनल पारासाइटहरूको, त्यस्तै देखेर आँखा पाक्ने र लुतोहरूको समस्या बढी देखियो 3 नम्बरमा। यसको समाधानको लागि चाहिँ हामीसँग भएको औषधिहरू प्रयोग गरेर चाहिँ केही मात्रामा राहत मिलोस् भन्ने तरिकाले दिइरहेका छौँ अहिलेसम्म चाहिँ। ठुलो समस्या हो कि सामान्य समस्या हो? होइन, यसलाई हामीले ठुलो समस्याहरू त लिनु भएन, यो औषधि प्रयोग गरेर समाधान हुन सक्ने हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीसँग भएको औषधिहरू दिएर चाहिँ केही मात्रामा हामीले उपचारको प्रक्रिया अगाडि बढाइरहेका छौँ।